यसको सुचारू घोषणा छ र रिएक्सन जुन चाहिँ ब्ल्याक कफी चाहिँ उत्पादन सुरु भइसकेको छ र अरू धेरै प्रोडक्टहरू आउनेवाला छ भन्ने सुनाइमा छ र आज भिडियोबाट धेरै कुराहरू सुन्न पाएँ र रिएक्सनको जो सिइओ हुनुहुन्छ दाजुप्रति पनि उहाँप्रति एकदम सम्मान भएको कारणले गर्दा आज धेरै नेपालीहरूले स्वास्थ्य लाभ र समृद्धि लाभ खुसी लाभ लिने एउटा अवसर छ र धेरै व्यक्तिहरूले चाहिँ यो रोजगारीको सिलसिलामा चाहिँ विभिन्न देशहरूमा जाँदै गर्दाखेरि आज आफ्नै देशमा चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चलेको यो कम्पनीहरू बिजनेसम्यानहरू कि आफ्नै बिजनेस लिएर फर्किन सफल हुँदै छ। म पनि यो व्यवसायलाई निरन्तरता दिएको 10 वर्ष प्लस भइसक्यो र आज हिजोको दिनमा जो रिएक्सन नेपालमा छ र यो चाहिँ विदेशी कम्पनीले विभिन्न कुराहरू गर्ने व्यक्तिको लागि चाहिँ आज जवाफ एकदम राम्रो हामीले दिन पाउने अवसर मिलेको छ र हामी सबै नेपालीहरूको लागि अत्यन्त एउटा खुसीको कुरा पनि हो किनभने रिएक्सन नेपालमा नेपालको प्रडक्ट डेभलप गर्न पाउँछौँ र धेरैभन्दा धेरै व्यक्तिलाई स्वास्थ्य लाभ दिनको लागि र स्वास्थ्य लाभ पक्कै पनि पाउने रहेछ भन्ने पूर्ण विश्वास पनि छ। विश्वास दिलाउन चाहन्छु र अब त हिजो नेपालमा सिस्टमै नहुँदा हामीले रिएक्सनलाई चाहिँ विश्वास गरेर प्रोडक्टलाई विश्वास गरेर काम गरेको र आज त आफ्नै देशको उत्पादनलाई हामीले गर्न पाउँदै हामी सबै नेपालीहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु जसले रिएक्सनलाई माया गर्नुहुन्छ जसले